नमस्कार साथीहरू, आज म लोगो बनाउन सिकाइरहेको छु। 3D लोगो गोल्डन कलरमा बनाइरहेको छु। अब यो फर्स्टमा एउटा लेयर लिन पर्यो पिक्सल ल्याबबाट। यो लेयर ल्याएपछि यसलाई कलर चेन्ज गर्नु, कलर कालो हुन पर्यो। कालो कलर गर्नुहोस् यसलाई सबभन्दा तलको। त्यसपछि अर्को लेयर लिनुहोस्, त्यसलाई पनि राउन्डमा लिनुहोस्। राउन्डमा लिएर त्यसलाई सेतो कलरको एकदम बिचमा मिलाउनु। बिचमा मिलाएर टक्क सेन्टरमा राख्नु पर्यो। वरपर गर्दा नराम्रो देखिन्छ। त्यसपछि फेरि अर्को लेयर लिनुहोस्। अर्को लेयर त्यो पनि गोलोमा लिनुहोस्। यो अब यसलाई कालो गर्नुहोस्। यसलाई कालो गराएर त्यसपछि यसलाई पनि टक्क यो सानो रिङ राखेर साइडमा सेतो एकदम सानो राखेर फिट गर्नुहोस्। यो भयो। त्यसपछि अब तपाईँले के लिनु पर्यो भन्दाखेरि अब यहाँ तपाईँको च्यानलको नाम, यो मैले मेरो नामको बनाएको छु माधवाचार्य है। बिचमा एम राखेर बनाएको छु। कुनै पनि नामको बनाउन मिल्यो। त्यो बिचको एम चाहिँ मैले पहिल्यै पिएनजी बनाएर राखेको थिएँ, त्यहाँबाट ल्याउँछु। त्यहाँ अक्षरबाटै बनाउन पनि सकिन्छ है। ट्याक्क यसलाई लिएर मिलाएर यसलाई राउन्ड गर्नु पर्यो। फोन्ट चेन्ज गरेर राउन्ड गर्ने है। फोन्ट कुन आफूलाई एकदम स्टाइल हुन्छ, फोन्टलाई डाउनलोड गर्नुपर्छ। डाउनलोड गरेर हुन्न, पिक्सल ल्याबमा त्यति स्ट्यान्डर्ड हुन्न र ल टक्क डाउनलोड गरेर ल्याएर यसलाई राउन्ड गरेर टक्क मिलाउनु राम्रोसँग। मैले छोटोमा बनाएँ, छोटो बनाएको छु मिलाएर। माधवाचार्य 4 मेरो च्यानल र यो च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र तलपट्टि पनि फेरि अरू नाम पनि राख्न चाहनुहुन्छ, केही अब आफ्नो जन्म डेट यताउता त्यो राख्न सक्नुहुन्छ। मैले त्यो नामै राखेँ तलपट्टि टक्क नाम राखेर त्यसलाई पनि राउन्ड गरिदिएँ र यसलाई राम्रोसँग मिलाउनु पर्यो टक्क अलि स्टाइली देखिनलाई। त्यसपछि अब लिम्या बिचमा एमको पिएनजी मैले बनाएर राखेको है। यो मैले डाउनलोड गरेर राखेको होइन, मैले आफै बनाएको एमको है। एम मैले बनाएको। यसलाई अब कालो पिएनजीमा राख्ने हो। कालो बनाएर यहाँ लिएर सेतो गराउने। यसलाई टक्क साइज मिलाएर बिचमा हेर्दै जानु। भिडियो पुरा हेर्नु होला, एकदम राम्रो छ लोगो। त मैले कसैलाई चाहिए पनि म बनाइदिन्छु। अब यसलाई सेतो गर्नु। सेतो गर्दा जुन यो सेतो कलर भएको छ सबै यो कलर उत्रेर जाने हो। अहिले यहाँ चाहिँ अर्को कुन ब्याकग्राउन्ड राख्नुहुन्छ त्यो आउने हो। ब्याकग्राउन्ड राख्नु पनि राख्नुभयो, नभए नराखे पनि हुन्छ। त्यसलाई टक्क अब साइडमा ठाउँ खाली रह्यो। साइडमा आफ्नो पहिलो अक्षरको नाम पनि राख्न सक्नुहुन्छ, तर मैले राखिनँ। मैले स्टार राखेँ। स्टार राखेर टक्क यसलाई अब एकदम राम्रो मिलाएर राख्नु सेन्टरमा। त्यसैलाई कपी गरेर अर्को साइड पनि राख्न, अर्को लिन पर्दैन। त्यसलाई कपी गरेर टक्क अर्को ठाउँ राखिदिनु। राम्रो देखियो अहिले। यो अझै राम्रो देखिन्छ, हेर्दै जानु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला कृपया। अब यसलाई सबैलाई जोडेर राख्नु पर्यो है। टक्क जोडेर राख्ने। अब यसलाई सबैलाई जोइन्ट गरेर लक गरेको थियो, कोही हल्लिन्छ भनेर लक गरेर राख्नुपर्छ बनाउँदाखेरि। टक्क भएर यसलाई मिलाउँ। अब यो सबै जोडियो है टक्क सबै बल्ल। अब यो एउटै भयो। अब यसलाई अब के गर्नु भन्दाखेरि कलर यो हटाउन पर्यो, स्क्रेच लिन पर्यो नै। पहिला यसलाई फेरि अर्को सर्कल लिएर त्यसलाई एकदम ओपासिटीमा गएर ओपासिटी यसलाई कम गरिदिनु। त्यो यो गर्नु भएन भने फेरि हुँदैन नि, यो गर्नै पर्छ। यो ओपासिटी यसलाई टक्क ओपासिटी कम गरिदिनु र अब यसलाई जोइन्ट गर्नु। फेरि यसलाई जोइन्ट गर्नु पर्यो। अब यसलाई फेरि दुईटालाई जोडेर गर्नु पर्यो। त्यसपछि फेरि लेयरमा जानु। फेरि लेयरमा गएर नै यसलाई अब यसको यो चेन्ज गर्नु। स्क्रेच गरेर यो भयो। यसको पनि डार्क कम गर्नु एकदम टक्क। अब यो तपाईँको सेतो जति थियो उत्रेर गयो, जम्मै हट्यो। अब यसलाई फेरि एउटा सर्कल लिनु। यो सर्कल लिनै पर्छ। यो बिचमा लिएर सानो पारेर यसले के हो भन्दाखेरि पाल पार्ने। यसले हाम्रो जब बल्ल यसले कलर चेन्ज ल्याउने हो। अब यसलाई गरेर फेरि जोइन्ट गर्ने है। यो गर्नै पर्छ। यसलाई जोइन्ट गरेर त्यसपछि अब यसलाई कलर लिनुहोस्। टेक्सचरमा गएर अब यहाँ हेर्दै जानु होला। म त्यति भन्न बिराए पनि तपाईँले हेर्नु होला, स्क्रिनसट देखिरहनुहुन्छ है। अब यो टेक्सचरमा गएर त्यहाँभित्र ग्यालेरीमा छ, मैले राखेको छु ब्याकग्राउन्ड भनौँ। यसको कलर गोल्डन कलरको यो लोगो बनाउनको लागि कलर लिने हो। यो खास गरेर गोल्डन कलरको लोगो हुन्छ यो। अब देख्न एकदम इन्ट्रेस्टिङ लोगो हुन्छ है। मैले पनि आफ्नो बनाएको छु। अब यो गोल्डन कलरको कलर लिएर आएर यो अब गोल्डन आयो। यो अझै हेर्दै जानु, भएको छैन यो है, यो भएको छैन। त्यसपछि अब जानु पर्यो यसलाई
3D अन गर्नु 3D अन गरेर यसलाई 0 मा राखिदिनु 0 मा गयो त्यसपछि अब यो के भन्छ जानु इम्बोस मा गएर अन गर्नु यो फाट्यो अब यसलाई तल माथि हल्लाएर यताउता तन्काएर यो फेरि ठाउँमा आउँछ यसलाई यसको जुन डार्क हुन्छ यसलाई बढाएर कति 331 मा राख्नु त्यसपछि माथिको 80 छँदैछ यसलाई 77 मा राख्नु 77 तलको वाला पनि 77 राख्नु र यसलाई है यो लाइटहरु हो लाइट हो डार्क हुन्छ लो हुन्छ त्यो तल यसलाई 40 थियो यसलाई 41 नै 21 20 22 पनि राख्न मिल्छ अब टक्क कलर यसको राम्रो आयो अब जानु शेडोमा अब तपाईले शेडोमा गएर हुनुपर्छ है शेडोमा गइसकेपछि अब यसको ब्याकग्राउन्ड राख्न पर्यो ब्याकग्राउन्ड राख्दा अझै राम्रो देखिन्छ मैले रेड कलरको मलाई सुप कलर रेड कलरको ब्याकग्राउन्ड दिन्छु यसलाई एकदम स्ट्रिक देखिन्छ है यो हेर्नु एकदम अब यो राउन्ड मात्रै राख्न सकिन्छ यसलाई काटेर म अर्को भिडियो बनाउँला यसलाई टक्क वरिपरिको रातो काटेर राउन्डमा मात्रै बीचमा रातो भएको भन्छ सेभ गर्दाखेरि माथि उसमा जानु र अल्ट्रामा गर्नु होला अल्ट्रामा गर्दा हाई क्वालिटी आउँछ है यसरी यो लोगो बनाउन सिकाएँ तपाईलाई है त हस् थ्यांक यू